to address the gathering and recognize the members whose unwavering support contributed to the success of the previous Rotary year. May I respectfully invite IBK Rotarian Asa Shrestha to the podium. हाम्रो क्लबका गभर्नर तथा प्रमुख अतिथि रोटेरी सूर्य अधिकारी सर, हाम्रो क्लबका सहायक गभर्नर तथा विशेष अतिथि रोटेरी सागर रिटन सर, यिनीहरूले क्लब अफ साबरमतीकी अध्यक्ष श्री ललिना मासेका, त्यसै गरी रोटरी क्लब अफ साबरमतीका अध्यक्ष रोटाटर सुरङ्गा सेना मिस, आरसी साबरमती सदस्यहरू तथा स्पाउस म्यामहरू, त्यसै गरी उपस्थित सम्पूर्ण महानुभावहरूलाई हार्दिक अभिवादन गर्न चाहन्छु। रोटरी इयर 2025-26 को समापनसँगै हामी रोटरीयनहरूका लागि नयाँ नेतृत्व तथा नयाँ टिमलाई स्वागत गर्न अत्यन्त खुसी लागिरहेको छ। यस अवसरमा म हाम्रो नयाँ अध्यक्ष रोटरीयन नेभिल मनाली मास्के सरलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। उहाँको अध्यक्षको दोस्रो कार्यकाल हो यो र उहाँको विशाल अनुभवले हाम्रो क्लबलाई नयाँ उचाइमा पुर्याउँछ भन्ने मलाई पूर्ण आशा छ। मैले एउटा सानो कुरा जोड्न चाहे रोटरी र उनीहरूले फ्यामिली भन्दै गर्दा अध्यक्ष सरले भन्नुभएको थियो र हामी सबैले भन्दै आएको कुरा यो चाहिँ मलाई खुसी लाग्छ। जस्तो हामी रोटरी क्लब अफ साबरमती चाहिँ जस्तो काममा बुवाहरूको एउटा रोल लिइरहेको जस्तो लाग्छ। त्यसै गरी रोटरी क्लब अफ साबरमतीहरूको अभियसली बच्चाको रोल लिइरहेको भइहाल्यो। त्यसै गरी अब इनर व्हिल क्लब भनेपछि मम्मीको रोल लिइरहेको भयो। यसमा चाहिँ अलिकति अन्तर कस्तो छ भने बुवा चाहिँ हामी 24 भयौँ होइन, अब बच्चाहरू अलिकति यङ भयो, हाम्रो 75 भइसक्यो होइन, र इनर व्हिल चाहिँ अहिले 7th इयर हुँदैछ, भर्खर हुँदैछ। किन भयो भन्दाखेरि अब चाडपछि हामी फादर क्लबले चाहिँ उहाँहरूले सपोर्ट गरेर आज हामी यहाँ छौँ नि, जस्तो बच्चाहरूले गर्नुभयो, त्यसो आफ्नो उठिरहनु भएको छ कि त्यसको लागि चाहिँ हजुरहरूले आफूले आफूलाई ताली बजाएको एकदम थ्याङ्क यू भन्न चाहन्छु त्यसको लागि। र अब म फेरि हाम्रो यो रोटरी 2025-26 फर्केर हेर्दा मलाई सन्तुष्टि र आत्मसन्तुष्टि महसुस भइरहेको छ। साथै केही अपुरा कामहरू बाँकी रहिरहेका छन्, यो पनि मलाई फिल भइरहेको छ। मेरो केही प्रतिनिधिहरू यस प्रकार रहेका छन्। हामीले आन्तरिक रूपमा अवमूल्यनमा बढी समय खर्च गऱ्यौँ, जस्तो फाइनेन्सियल म्यानेजमेन्टमा देखिएका समस्याहरू समाधान गर्नतिर बेसी हामी समय बितायौँ। त्यसै गरी सदस्यता समयमै अघि सरले भनिहाल्नुभयो, समयमै रिन्यू नगर्नुभएका सदस्यहरूलाई चाहिँ हामीले स्थानीय सदस्यता कायम नराख्ने डिसिजन पनि गऱ्यौँ। त्यसै गरी सदस्यलाई सक्रिय बाँकी रहनुभएका सदस्यहरूलाई सक्रिय रूपमा आबद्ध गराउन पनि हामी लागिरहेका छौँ। यस क्रममा हामीले केही कडा डिसिजनहरू पनि लियौँ। केही सदस्यहरू सक्रिय सदस्य निष्क्रिय सदस्यता हटाउने भइहाल्यो। एउटा क्लबको कोषलाई चाहिँ फेलोसिपमा प्रयोग गर्न सीमित गर्ने, यस प्रतिक्रियामा केही सक्रिय सदस्य गुमाए पनि राम्रो वित्तीय व्यवस्थापन आन्तरिक सुदृढता हासिल गर्यो भन्ने यस वर्ष। त्यसै गरी आरसी साबरमतीका इनर क्लब अफ साबरमती, रोटरी क्लब अफ साबरमतीको संयुक्त कार्यक्रमहरूमा भाग रहँदै सधैँ आइरहेकोमा हामीले यस एक अर्काको परियोजनामा सक्रिय सहभागिता जनाउँदै आएका थियौँ। संयुक्त रूपमा सेवा परियोजना सञ्चालन हुन सकेन, त्यसैले हामीले संयुक्त बैठक आयोजना गरी सरकारी एवं सम्भावित क्षेत्रहरूको पहिचान पनि गर्यौँ। यो बैठक सफल रह्यो र तीनवटै क्लबका सदस्यहरू सम्मिलित संयुक्त कार्य समिति गठन गरियो र ग्लोबल प्लानका लागि व्यवस्थित प्रयास गर्न पनि प्रारम्भिक कदमहरू चालिएको छ। यसका लागि हामीले आरसी साबरमती र रोटरी क्लब अफ साबरमतीका सदस्यहरू सम्मिलित सेवा परियोजना समन्वय गरी समिति गठन गरिएको छ र प्रस्ताव तयार गर्ने कार्य प्रारम्भ भएको छ। र हाम्रो क्लबको एक प्रमुख कार्यक्रम गुणस्तरीय शिक्षाको प्रबन्धन गर्ने हो। विशेष गरी छात्रहरूलाई आकर्षित गर्ने यसका लागि हाम्रो शैक्षिक विकास कोष इनोभेट फन्ड चाहिँ हामी रहेको छ। जसलाई हामीलाई खुसी लागेको कुरा के छ भने कि तत्कालीन तत्कालीनको अध्यक्ष नेभिल सरले आफ्नो स्वर्गीय पिता गोदावरी लाम मास्केको नाममा रु 1,25,000 सहयोग गर्नुभएको छ। यसको लागि उहाँले ताली बजाएर जस्तै थप एक छात्राको चाहिँ स्कलरसिप फिक्स भएको छ। यसै गरी कोषमा रु 12,25,000 पुगेको छ। यस वर्ष हामीले सीमित सेवा परियोजनाहरू सञ्चालन गऱ्यौँ, किनकि हाम्रो ध्यान आन्तरिक सुदृढ इन्टरनल म्यानेजमेन्टलाई स्ट्रङ बनाउन थियो। हामीले मासिक धर्म स्वास्थ्य सम्बन्धी जिल्ला अनुदान परियोजना सञ्चालन पनि गऱ्यौँ, जस अन्तर्गत सेनिटरी प्याड भेटिङ मसिन, प्रयोग भएका प्याड नष्ट गर्ने मसिन, छात्राहरूलाई प्याड वितरण, विद्यार्थी तथा शिक्षकहरूलाई तालिम जनसेवामा कार्यक्रम सञ्चालन पनि गरियो। यससँगै छात्रवृत्ति कार्यक्रम अन्तर्गत 11जना कक्षा 10का छात्राहरूलाई पर व्यक्ति 10,000 प्रदान पनि गरियो। त्यसै गरी विद्यालयलाई पुस्तक तथा डिजिटल शिक्षा सम्बन्धी सामग्री पनि उपलब्ध गराइयो। हामीले सामुदायिक प्रहरीसँग सहकारी गरी लागु औषध दुरुपयोग विरुद्ध जनचेतना कार्यक्रम पनि सञ्चालन गऱ्यौँ। इनर व्हिल क्लब अफ रोटरी क्लबद्वारा आयोजना गरिएका विभिन्न कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाए। यी कार्यक्रमहरू अत्यन्त प्रेरणादायी थिए। हामीले कोष सञ्चालन तथा 24 जुलाई 26मा रमजान कार्यक्रम गर्ने योजना पनि बनाएका थियौँ, तर विभिन्न कारणले गर्दा यो कार्यक्रम सम्पन्न हुन सकेन। मलाई आशा छ आगामी वर्षमा
गरौँ भनेर, तर हुन सकेन। केही छैन, यो वर्ष हामी जसरी गर्ने हो यसरी सरले तर्फबाट फुल सपोर्ट हुनेछ। र यी कार्यहरू सम्पन्न गर्नमा यत्रो नै थिएन, मलाई सहकर्मी रुटिन साथीहरूबाट उल्लेख चाहिँ भएको हो। र विशेष गरी पूर्व अध्यक्ष कृष्ण तामाङ नगर सभाको मार्गदर्शनप्रति आभार व्यक्त गर्दछु र सचिव रुटिन अशोक श्रेष्ठ सरलाई पनि सहकार्यको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र हामी सायद गभर्नर सागर सरको मार्गदर्शनबाट पनि अत्यन्त खुसी छौँ। साथै रोटरी जिल्ला 2032-92 कार्यालयबाट सहयोग गर्ने महेश वीर बजाचार्य सरप्रति पनि हार्दिक आभार व्यक्त गर्दछु। जय रोटरी, थ्याङ्क यू।